राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै लामिछानेलाई रासोपा पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरिएको हो। सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जीबी राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नुअघि पार्टी कार्यालयमा कार्यकर्ता र सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै लामिछानेले आफूले कुनै अपराध नगर्दा पनि राजनीतिक प्रतिशोध साध्न खोजिएको बताउनुभयो। उहाँले न्यायिक प्रक्रियामा सघाउने प्रतिबद्धता समेत जनाउनुभयो। राजनीतिक पूर्वाग्रह विरुद्ध खुलेर लड्न उहाँले आग्रह गर्नुभयो। आफ्नो सम्बोधनपछि रविले पार्टी कार्यालयमा रहेको घन्टी बजाएर प्रहरी समक्ष आफूलाई समर्पण गर्नुभएको थियो। पक्राउपछि कार्यकर्ताले सरकार विरुद्ध नाराबाजी गरेका थिए। पूर्व डीआईजी छविलाल जोशी राई र लामिछानेले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्क विभिन्न सहकारीबाट 65 करोड 54 लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ। स्वरूप पठाएको क्या हाम्रो प्रयोग उहाँहरू प्रयोग तपाईँलाई त्यहाँबाट दिन्छ